गरिदिनु होला। गाउँपालिकाको प्रमुख प्रशासनिक हिसाबले सबै शिक्षकहरूसँग, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यज्यूहरूसँग, अभिभावक र विद्यार्थीसँग हाम्रो अपेक्षा, पहिलो अपेक्षा त्यो रहेको छ। अब शिक्षकहरूले र हाम्रो प्रहरीले केही विषयवस्तु राख्नु भएको छ। हाम्रो सहजकर्ता र शिक्षा म्याडमले पनि विषयवस्तु राख्नुभयो। वडा अध्यक्ष र हाम्रो गाउँ कार्यपालिकाको सदस्य, सामाजिक विकास समितिको संयोजकले पनि विषयवस्तुहरू राख्नु भएको छ। म धेरै कुरा नराखौँ, नीतिगत विषयमा हाम्रो प्रवक्ताजी पनि हुनुहुन्छ, शिक्षा समितिको संयोजक पनि यही हुनुहुन्छ, गाउँपालिका आदरणीय अध्यक्षजी पनि हुनुहुन्छ, उहाँले बोल्नुहुनेछ भन्ने मेरो बुझाइरहेको छ। म विशेष गरी प्रशासनिक हिसाबले, एउटा सेवा प्रवाहको हिसाबले, तपाईँहरूसँग सँगै हातेमालो गर्ने प्रशासनिक अधिकारीको हिसाबले मात्रै तपाईँहरूसँग कुरा राख्ने म अनुमति चाहन्छु। अब जहाँसम्म पूर्वाधारको विषय छ, शिक्षा तालिमको विषय छ, स्रोत साधनको विषय छ, मलाई लाग्छ गाउँ शिक्षा समितिमा र गाउँ कार्यपालिकामा पनि मसँग हामी आइसकेपछि सबैभन्दा बढी चाहिँ छलफल भएको विषय विद्यालय तपाईँहरू हो है। म यो तपाईँहरूलाई भन्न चाहन्छु। भने मतलब तपाईँहरू टप मोस्ट प्रायोरिटीमा हुनुहुन्छ, त्यही रूपले तपाईँहरूबाट हाम्रो अपेक्षा रहेको छ होइन, गाउँ शिक्षा समितिमा भएको छ। यतिसम्म भन्नुपर्छ जस्तो मलाई लाग्छ। हामीले जति टप मोस्ट प्रायोरिटी दिएको छ गाउँ शिक्षा समिति र गाउँ कार्यपालिकामा, तपाईँहरूले पनि त्यो टप मोस्ट स्थान आफ्नो लेभलबाट कायम गरिदिनु हुनेछ भन्ने मेरो आशा रहेको छ। अब जहाँसम्म स्रोत साधनको विषयमा चाहिँ हामीले अस्ति मात्रै हाम्रो अध्यक्षजी, प्रवक्ताजी र हाम्रो गाउँ कार्यपालिका सदस्यहरू हुनुहुन्छ, तपाईँहरूलाई स्मार्ट स्कुल बनाउने भनेर हामीले 3 करोडको बजेट प्रस्ताव गरेका छौँ है। आउँछ आउँदैन मलाई थाहा छैन, अध्यक्षजी हुनुहुन्छ, प्रवक्ताजी उहाँहरूले गर्नु भएको छ, मैले लेखेर पठाएको छु। अब त्यो आयो भने तपाईँहरू चाहिँ जसरी अहिले युट्युब फेसबुक चलाउनुहुन्छ, तपाईँहरू त्यसरी लर्निङ गर्ने, त्यसरी चाहिँ टिचिङ गर्ने हिसाबले रेडी हुनु होला आदरणीय शिक्षक साथीहरू। त्यो आयो भनेपछि हामीले त्यो स्मार्ट बोर्ड यो के हो नि, कम्प्युटर, हामीले लाइब्रेरी सहित सबै स्मार्ट चाहिँ स्कुल बनाउने भनेर बजेट माग गरेका छौँ। यदि आयो भने तपाईँहरू, मलाई लाग्छ त्यो बाँकी जिल्लाको सबैभन्दा स्मार्ट स्कुल तपाईँहरू बन्नुहुन्छ। त्यसको लागि तपाईँहरूले हामीले तालिम दिने विषय त छ। हामी अब यो मलाई लाग्छ यो बिचमा छ कि छैन बजेट उहाँले हेर्नु भएको छ होइन, नभए आगामी सालमा पनि हामी ट्रेनिङ प्याकेजहरू राखौँला तपाईँहरूको लागि, त्यही भित्र पनि छ होला। तर हाम्रो लेभलबाट जस्तो हाम्रो सहजकर्ता म्याडमले भन्नुभयो नि, सिद्धान्त एकातिर छन्, हाम्रो नीति एकातिर छ, अर्को एकातिर छ, विद्यालयलाई कसरी राम्रो बनाउने भन्ने कुरा त सबै कुरा हाम्रो दिमागमा चाहिँ हाम्रो व्यवहारमा हुन्छ। फेरि त्यो कुरालाई चाहिँ कहीँ न कहीँ हामीले क्याच गर्नुपर्छ, क्याच गर्नुपर्छ। यो कुरा चाहिँ हामीले एकदमै नबिर्सनु हुने कुरा हो भन्ने मैले ठानेको छु। अब मैले यो कुरा किन पनि जोडेको भने त्यो हाम्रो 3 करोडको प्रोजेक्ट तपाईँ कहाँ आयो भनेपछि यी सबै स्रोत साधनका समस्याहरू समाधान हुन्छन् भन्ने मैले बुझेको छु। र फेरि हिजो मात्रै पनि अब यो के भन्न मिल्छ, यो सायद अध्यक्षजीले भन्नु होला, अब अध्यक्षजीले पछि कुराहरू राख्नु होला। तपाईँहरू जो अब तपाईँहरूलाई पहिलो प्रायोरिटीमा राखिएको छ, मैले त्यतिसम्म यो कुराहरू राखेँ। अब अर्को कुरा, अब शिक्षकको विषयहरू छन् हामीसँग दुईवटा। एउटा नेपालको संविधान छ, हजुरहरूले अलिअलि हेर्नु पर्ला शिक्षक साथीहरूले, विवेचकहरूलाई त मैले नभनौँ। त्यहाँ हाम्रो माध्यमिक शिक्षा चाहिँ गाउँपालिकाको चाहिँ अधिकारभित्र रहेको छ। शिक्षा सम्बन्धी केही कुराहरू, हकका कुराहरू पनि छन् त्यहाँ होइन। त्यसपछि गाउँ शिक्षा समितिको के अरे गाउँ शिक्षाको नीतिहरू तपाईँहरूले वेबसाइटमा गएर अध्ययन गरिदिनु पर्यो। अनि अर्को चाहिँ अब हुन त अहिले राष्ट्रिय शिक्षा नीति अलिकति बदलिन्छ कि चेन्जिङ सिनेरियो भएको छ, तर पछिल्लो शिक्षा नीति भनेको राष्ट्रिय शिक्षा नीति 2076 हो। त्यहाँ मोडर्न एजुकेसन लगायत धेरै कुराहरू छन्। त्यो कुरालाई हाम्रो स्कुलमा चाहिँ कहाँ कहाँ प्रयोग गर्न सकिने विषयवस्तु हुन्, त्यो कुरालाई हेरिदिनु भयो भने नेपालको संविधान, हाम्रो शिक्षा नीति र राष्ट्रिय शिक्षा नीतिलाई हेरिदिनु भयो भनेपछि यहाँ एप्लिकेबल हुने बुदाहरू केही छन् भने त्यो तपाईँहरूले आफ्नो लेभलबाट चाहिँ प्रयोग गर्न सक्नुहुन्छ। मैले यसको विस्तृत व्याख्या नगरौँ, तपाईँहरू आफै त्यो गुरुहरू हो होइन, त्यहाँ अध्ययन गरिदिनु भयो भने व्यवहारमा उपयोग हुने बुदाहरू, कैयौँ बुदाहरू त्यहाँ छन्, हामीले प्रयोग गर्न सक्छौँ। यति कुराहरू राखेँ मैले। अब अर्को यो विद्यालय भने कस्तो चिज हो भनेपछि तपाईँहरूले म्याडमले रोजगारमूलक शिक्षा भन्नुभयो, कमाउने विषय भन्नुभयो। तपाईँले अहिले चाहिँ नेपालमा नेपाल सरकारको नीतिकै रूपमा बनिसकेको छ। मैले सुरुको तपाईँहरूको प्र मिटिङमा सायद मैले भनेको थिएँ पढ्दै कमाउँदै भन्ने छ नि, त्यो सुरुमा मेरो कन्सेप्ट हो। हेर्नुहोस्, तपाईँलाई थाहा छ कि छैन, अहिले चाहिँ म बरातालको प्रमुख प्रशासक अधिकारी थिएँ सुर्खेतमा, योजना अधिकारीबाट भर्खर सिफ्ट भएको थिएँ। त्यहाँ मैले के देखेँ भनेपछि गाउँमा गएको क्वार्टरमा बस्न नसकिने अवस्था रहेछ। किन भन्दा तरकारी खान पाइँदो रहेछ, त्यहाँ खालि दाल रौ खाँदो रहेछन्। अलिकति गाउँ हो, गाउँपालिकाको म योजना अधिकारी थिएँ, एकचोटि गाउँमा पठाइदिएँ, क्वार्टर लिए, 1-2 दिन बस्छु, फेरि तरकारी पाउँदैन। अनि यसलाई कसरी तरकारी उत्पादन, किनकि बजार सुर्खेतबाट आएर लिने 1 हप्ता लाग्छ फेरि, अथवा महँगो पनि छ। त्यहाँ कसरी हुन्छ भनेर हामीले त्यहाँ के डेभलप गर्यौँ भनेपछि गाउँपालिकामा यो चाहिँ यहाँ शिक्षा उसको के अरे पशु र कृषिको भाइबिनाहरू पढ्नुहुन्थ्यो यस्तै माविमा, त्यो जोड्न सकिन्छ भने कहीँ एप्लाई गरौँ है। यो अनुभव चाहिँ म तपाईँहरूसँग सेयर गरौँ। कृषिमा केही विद्यार्थी हुनुहुन्थ्यो, शिक्षामा केही 11-12मा, अथवा त्यो उहाँहरूको कति महिने हो कि कति थियो, 12-15 महिने, त्यसमा चाहिँ उहाँहरू पढ्नुहुन्थ्यो। हामीले के गरिदियौँ भनेपछि 11वटा वडा थियो, 5-5 लाख रुपियाँ छुट्याइदिउँ गाउँसभाबाट। पढ्दै कमाउँदै भन्ने थिएन, ओजेटी परिचालन भनेर हामीले सुरुमा गरेका थियौँ। त्यसमा हाम्रो कन्सेप्ट नीति चाहिँ के बनाएको थियौँ भनेपछि त्यो ओजेटी लिन 3-3 महिनाको विद्यार्थी हामी कहाँ पठाइदिने,
विद्यालयले गाउँपालिकाले प्रत्येक वडाको टोलमा कृषिको केही पशुको केही विद्यार्थी पठाउने, त्यहाँ 3 महिना त्यही गाउँमा बस्नुहुन्छ, उहाँहरूसँग बिउ पठाइदिने अथवा चाहिँ अरू औषधिहरू पठाइदिने, सबै पठाइदिने, त्यही गएर उत्पादन गर्नुहुन्छ, त्यही सिकाउनुहुन्छ। अनि पशुहरूलाई चाहिँ उपचार गर्ने औषधि पठाइदिने, त्यही पैसाबाट हामीले गर्यौं। र त्यसपछि चाहिँ उहाँहरूले त्यो 3 महिनालाई लगभग 6 महिना बस्नुभयो र गाउँमै चाहिँ पशु पनि राम्रोसँग चाहिँ फस्टायो, उत्पादन भयो भनौँ न। त्यसपछि कृषिको चाहिँ उहाँहरूले चिया उत्पादन गर्न सिकाउनु भयो। त्यसपछि चाहिँ तपाईँको अन्डा उत्पादन कुखुराको गर्न गर्नुभयो, काउलीहरू उत्पादन गर्न थाल्नुभयो र 6 महिनापछि हामी त्यहाँ तरकारी सरकारी खाना लेभलमा पुगाइदियौँ। त्यो कुरालाई पछि म त्यहाँबाट निस्किसकेपछि सायद त्यहाँको हेड सर सिग्देल सर सायद कोलपुरतिरको प्र हुनुहुन्छ त्यहाँ, उहाँले त्यसलाई चाहिँ ब्रान्डिङ गरेर पढ्दै कमाउँदै भन्नेलाई पुरै दिगो बनाउनु भयो र त्यो चाहिँ शिक्षा मन्त्री को भएको बेला केन्द्रमा गएर लबिङ गर्नुभयो शेरबहादुर देउवा प्रधानलाई राष्ट्रिय शिक्षा नीतिमा घुस्यो त्यो। सायद अहिले त्यो अन्तर्राष्ट्रिय लेभलमा पनि पुगिसकेको अवस्था छ। पढ्दै कमाउँदै हामीले पनि त्यो कहीँ न कहीँ जोड्न सक्छौँ। पछिल्लो समयमा आएको हाम्रो सिद्धान्त एकातिर छन्, पढाउने विषय एकातिर छ, तर विद्यार्थीलाई कसरी चाहिँ पढाउँदै पनि सिकाउन सकिन्छ अथवा कमाउन सिकिन्छ, अथवा कमाउँदै पनि कसरी पढाउन सकिन्छ, अथवा पढाउँदै पनि कसरी कमाउन सकिन्छ, यो दुईटै इन्टर रिलेटेड कुरा हो। यो कहीँ न कहीँ हामी प्रयोग गर्न सक्छौँ। म्याडमले भनेको कुरालाई हामी भोलि बिहान 11, 12 अथवा 9 र 10 मा व्यवसायिक शिक्षाको कुनै सब्जेक्ट दिन सक्छौँ भने यो कुरालाई कहीँ न कहीँ जोड्न सक्छौँ होला। विद्यालय व्यवस्थापन समिति हाम्रो अध्यक्ष र प्रवक्ताजी लगायत सबै हुनुहुन्छ। हामीले त्यता कतै न कतै जोड्दा यो कुरालाई चाहिँ जस्तो सिपमूलक शिक्षा र आयमूलक शिक्षामा चाहिँ अलिकति योगदान दिन सक्छ भन्ने मेरो बुझाइरहेको छ। मैले यस सन्दर्भमा यति मात्रै कुरा गरेँ। अब म्याडमले धेरै कुराहरू राख्नु भएको छ। अब शिक्षण पेसालाई चाहिँ यो नेग्लिजेन्स र रेगुलेट गर्ने पेसा होइन भनेर चाहिँ एकदमै राम्रो कुरा गर्नुभएको छ। यो चाहिँ होइन। एउटा मात्रै पिरियड छोडियो भने अथवा एकैछिन विद्यार्थीको निगरानी चाहिँ कम गरियो भने मात्रै पनि पढाइ बिग्रिहाल्छ। एकदम राम्रो विद्यार्थी 8 मा टप हुने विद्यार्थी तपाईँ 8 मा भनौँ न यसो 10-15 दिन त्यसलाई छोडिदिनु भयो भनेपछि त्यो 9 मा चाहिँ लास्ट मा गइपुग्छ। त्यसकारण यो एकदमै चाहिँ जिम्मेवार पेसा हो भन्ने मलाई लागेको छ। अब नीतिगत हिसाबले हामीले गर्ने विषय गाउँपालिकाको अध्यक्ष लगायत सबै यही हुनुहुन्छ र प्रशासनिक हिसाबले मलाई लाग्छ तपाईहरुको चाहिँ निकासाहरू अरू हाम्रो लेभलबाट चाहिँ अलिक कागजी कुराहरू तपाईहरु लेभल नभएको कारणले बाहेक हामीले चाहिँ कुनै पनि कुराहरू रोकेको छैन। म आइसकेपछि एकदम तदारुकताका साथ कागज नपुगेको सन्दर्भमा म आफै पनि बसेर छलफल गराएर पूरा गरिदिएको छु। तपाई मात्रै होइन सबै विद्यालयहरुको सन्दर्भमा त्यो कुरामा कुनै कमी छ भने हामी फेरि पनि गरौँला। यति मात्रै कुरा राखौं जस्तो मलाई लाग्छ। जहाँसम्म तपाईहरुको चाहिँ शिक्षकहरुको तालिमको कुराहरू छन् र स्रोत साधनहरुको कुरा छन्, थप दरबन्दी थपिदिने विषय छ। जहाँसम्म विद्यालय थपिसकेपछि त अब स्थानीय सरकारले ठ्याक्कै मावि चलाउन सक्ने कुरा चाहिँ अलि चुनौतीपूर्ण पनि हो। अब अध्यक्षजी पनि यही हुनुहुन्छ। यो कुरा हामी प्रदेश र संघीय सरकारसँग पनि कहीँ न कहीँ दरबन्दी ल्याउने कुरामा हैन, शैक्षिक सामग्री ल्याउने कुराहरुमा हामी जोडिनै पर्ने हुन्छ हैन। अब यो त्यो हामी पहल गर्छौं पनि, लेखेर पठाएका पनि छौं। हामीले पूर्ण रूपले चाहिँ पुरै दरबन्दी दिएर चलाउन सक्छौं एकदमै चुनौतीपूर्ण हो। किन सबै विद्यालयलाई समेट्नु पर्छ र गाउँपालिकामा आएको पैसा फेरि अलिअलि विकास निर्माण पनि लगाउनु पर्ने भएको हुनाले, किनकि फेरि शिक्षक नियुक्ति गर्ने बित्तिकै त्यो चालु खर्च हुन्छ अनि चालु खर्चको पैसा वात्तै बढी देखिन्छ। फेरि त्यो एकदमै चुनौतीपूर्ण छ हामीलाई।